आई लभ रत्वामै लेखेको यो स्तम्भमा जाने बाटो म आज तपाईँलाई देखाउँदैछु। र यो गेट तपाईँले कतिको याद गर्नुभएको छ। यो गेटबाट हामी पूर्व जानेछौँ तलतिर सोमबारे बजार। रत्वामै 10 को सोमबारे बजारदेखि अलिकति मास्तिर रहेको यो गेटबाट हामी पूर्व बढ्दैछौँ अगाडि। बाटाका साइडमा दुईतिरै फुलहरू रोपिएका छन्। बिजुलीका पोलमा आकर्षक ढङ्गले रङ पेन्टिङ पनि गर्नुभएको छ। र यो सबै यस गाउँका युवाहरू मिलेर यहाँका सचेत युवाहरूको एउटा समूहले नै आफ्नो अग्रसरतामा गर्नुभएका सम्पूर्ण कार्यहरू हुन्। र हामी केही अगाडि बढेपछि गोपेश्वर चोकमा पुग्छौँ। यो गोपेश्वर चोकबाट पूर्व यो एउटा गेट छ। यो गेटबाट अगाडि बढ्दा गोपेश्वर मन्दिरमा पुग्छौँ। र गेटकै छेउमा देख्न सकिन्छ शिवजीको ठुलो मूर्ति बनाइएको छ। एकदमै ठुलो मूर्ति यहाँ विराजमान गराइएको छ। र यही चोकबाट थोरै तलतिर हामी आई लभ रत्वामै लेखेको ठाउँमा पुग्छौँ। र यही चोकमा देख्न सकिन्छ गोपेश्वर विश्राम स्थल भनेर एउटा विश्राम स्थल, निकै नै सुन्दर आकर्षक विश्राम स्थल बनाइएको छ। छेउमा एउटा नेपालको झन्डाको स्तम्भ पनि बनाइएको छ। यो रत्वामै नगरपालिकाभित्रकै सम्भवतः पहिलो हुनुपर्छ। यस्तो झन्डा अन्त कहीँ देख्न पाइएको छैन। र यो सबै कुरा सचेत युवा समूहले गर्नुभएको छ। र अहिले हामी आई लभ रत्वामै लेखेको ठाउँमा पुगिसकेका छौँ। र निकै सुन्दर ढङ्गले यो बनाइएको छ। निकै राम्रा अक्षरहरू छन्। र यहाँ पुतली पनि बसेको बनाइएको छ। र यो अक्षरहरू, यो अक्षरको डिजाइनहरू निकै राम्रो छ। यसको सौजन्य गर्नुभएको थियो दिलीप कुमार बगडियाले, जो पूर्व नगर प्रमुख हुनुहुन्थ्यो रङ्गेली नगरपालिकाको। यो सुन्दर ठाउँले तपाईँलाई पनि पर्खिरहेको छ। एकपटक अवश्य पुग्नुहोला।